हेलो विद्यार्थी बहिनीहरू, नमस्कार, जय श्रीराम, राधे राधे। सन्चै हुनुहुन्छ? भेरी गुड। मलाई पनि सन्चै छ। विद्यार्थी बहिनीहरू, तपाईहरू सम्पूर्णलाई फर्स्ट अफ अल मेरो यो युट्युब च्यानलमा स्वागत छ। विद्यार्थी बहिनीहरू, आज तपाईहरूको समक्ष म एपिसोड 36 को रूपमा इङ्ग्लिस ग्रामरबाट भोइस लिएर उपस्थित भइसकेको छु। अब भोइसबाट हामी सिक्नेछौँ र हामी भोइसको इम्पेरेटिभ सेन्टेन्समा हौँ। इम्पेरेटिभ सेन्टेन्सको बारेमा हामी चर्चा गरेका थियौँ र चर्चा गर्दै थियौँ। धेरै यहाँ विद्यार्थीहरू ध्यान दिनु होला, कपी कलम रेडी गरेर बस्नु होला। यहाँ यो रुलमा के भन्दैछ, यदि इम्पेरेटिभ सेन्टेन्सबाट ड्युटी कर्तव्यको भाव व्यक्त भएमा, यदि तपाईले केही काम गर्न भन्दैछ, आफ्नो कर्तव्य पुरा गर्नु, जस्तै पढाइ, आफ्नो पढाइ टाइममा सरहरूले पढाउनु भएको कुराहरू टाइममा तपाईहरूले फिनिस गर्नुपर्ने हुन्छ, होमवर्क बनाउनु पर्ने हुन्छ, त्यो तपाईहरूको ड्युटी हो। यस्तै खालको यदि भाव झल्किएको खण्डमा तपाईहरू यो तल दिएको स्ट्रक्चर अनुसार पेशी भोइस बनाउनु होला। यहाँ स्ट्रक्चर छ अब्जेक्ट एज सब्जेक्ट प्लस सुड लगाएर गर्नु होला प्लस V3 र हामीलाई थाहा छ नि कि जति पनि मोडल एक्जिलरी भर्बहरू छन् तिनीहरूसँग त्यो मोडल भर्ब पछि हामी के लगाउँछौँ त भर्ब बी पनि प्रयोग गर्छौँ। यहाँ दिएको छैन तर आफै बुझ्ने कुरा हो। यहाँ अब्जेक्ट एज सब्जेक्ट प्लस सुड प्लस V3 प्लस डट मतलब अब यो पछि जति पनि आउँछ त्यो सबै सार्नु होला। जस्तै यहाँ एउटा इक्जाम्पल दिएको छ, अबे योर प्यारेन्ट्स। तपाईहरु आफ्नो प्यारेन्ट्सलाई अबे गर्नु होला, फलो गर्नु होला, आज्ञाकारी है। अबे मिन्स आज्ञाकारी भन्नु होला। अब यसलाई बनाउँदा सबभन्दा पहिला त अब्जेक्ट एज सब्जेक्ट यो भयो। पेशीमा बनाउँदा योर प्यारेन्ट्स शुड बी के OBEYD अबेट। यहाँ ड्युटी झल्कियो भाव, ड्युटीको भाव झल्कियो। यहाँ DUTY ड्युटीको भाव झल्किएकोले हामीले यो के लगायौँ फर्मुलामा त सुड लगायौँ। यहाँ विद्यार्थी बहिनीहरू अबे योर प्यारेन्ट्स यो मेन भर्ब भएकोले यो योर प्यारेन्ट्स यो अब्जेक्ट एज सब्जेक्ट यानी कि एक्टिभ भोइसको अब्जेक्ट पेशीमा सब्जेक्ट भएको छ। यहाँ योर प्यारेन्ट्स शुड बी अबेड। यहाँ ड्युटीको भाव झल्किएकोले यहाँ हामीले सुड प्रयोग गर्यौँ। यो स्ट्रक्चर अनुसार तपाईहरू प्र्याक्टिस गर्न सक्नुहुन्छ। तर है सेन्स त्यहाँ अर्थ पनि बुझ्नुपर्छ। अर्थ बुझिएन भने तपाईहरू बनाउन सक्नुहुन्न। इम्पेरेटिभ सेन्टेन्समा अर्थ नबुझिकन अब कुन सेन्समा कुन कन्डिसनमा के अर्थ आएको छ, त्यहाँ के लगाउने भन्ने कुरा पनि हुन्छ। यदि त्यस्तो कुराहरू जानकारी छैन भने त्यहाँ फेरि रङ हुन्छ। त्यसैले विद्यार्थीहरू यो सेन्टेन्सलाई बनाउँदा र इक्जामहरूमा क्वेसनबाट बनाउँदा ध्यान दिनुपर्ने हुन्छ र बुझ्नुपर्ने हुन्छ। त्यसैले प्र्याक्टिस मेक्स अ म्यान पर्फेक्ट। प्र्याक्टिस यदि छ भने तपाईहरूलाई एकदम कन्फिडेन्स बढ्छ र इक्जाममा खास गरेर मिस्टेक हुने सम्भावना हुँदैन। त्यसैले विद्यार्थीहरू ध्यान दिएर तपाईहरू प्र्याक्टिस गर्नु होला। यसमा कुनै समस्या छ? गुड। विद्यार्थी भाइहरू तपाईहरू मेरो अहिले निशुल्क रूपमा अनलाइन लर्निङ प्लेटफर्ममा जोडिनु भएको छ। तपाईहरू पढ्दै हुनुहुन्छ। त्यसैले मेरो च्यानललाई लाइक गर्नु होला, सब्स्क्राइब गर्नु होला र साथसाथै सेयर गर्न नबिर्सिनु होला। र आफूलाई नआएको कुराहरू केही प्रब्लम छ भने त्यो कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्नु होला। सँगसँगै विद्यार्थी भाइ बहिनीहरू तपाईहरूलाई थाहा छ मेरो फेसबुक पेज पनि क्रिएट छ हो। त्यो फेसबुक पेजमा गएर फलो गर्नु होला र तपाईहरू एकदम निशुल्क रूपमा पढ्नु होला र पढ्दा प्र्याक्टिस गर्दा एकदम फोकस दिएर गर्नु होला ताकि तपाईहरूलाई फाइदा होस् क्या, पढाइमा एक्स्ट्रा इफोर्ट मिलोस्। यसरी तपाईहरू प्र्याक्टिस गर्नुभयो भने इक्जाममा राम्रो अङ्क आउनेछ भन्ने म यहाँबाट तपाईहरूलाई भन्न चाहन्छु। त्यसैले विद्यार्थी बहिनीहरू तपाईहरू यसरी रुललाई लेख्नु होला, रुललाई प्र्याक्टिस गर्नु होला। र अन्तमा तपाईहरूलाई म के भने त अब फेरि पनि म अर्को एपिसोडमा ग्रामरकैबाट नेक्स्ट टपिक लिएर उपस्थित हुनेछु। तबसम्म तपाईहरू राम्ररी प्र्याक्टिस गर्नु होला, राम्ररी पढ्नु होला।